आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचार संहिता 2082ले फागुन 4 गतेदेखि मात्रै सभा गर्न पाउने भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले रूपन्देहीमा कोण सभा गर्दै आचार संहिता उल्लङ्घन गरेपछि बिहिबार नेपाली काङ्ग्रेसले पनि हल नै खचाखच हुने गरी पार्टी सदस्य भेटघाटको नाममा भेला गरेको छ। निर्वाचन आचार संहिता 2082को दफा 13 ममा मतदान हुने दिन भन्दा 17 दिन अगाडि मात्रै जुलुस, आमसभा वा कोण सभा गर्न, सञ्चार माध्यममा प्रचार प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, प्रचार प्रसारको लागि घर दैलो कार्यक्रम गर्न पाउने उल्लेख गरे पनि काङ्ग्रेस रूपन्देहीको आयोजना नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामै चुनावी कार्यक्रम भएको छ। भैरहवाको युनिक ब्याङ्केट हलमा उक्त कार्यक्रम भएको हो, जसमा रूपन्देहीका सयौं संख्यामा नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो, जसको निमन्त्रणामा नै नेपाली काङ्ग्रेस रूपन्देहीका सभापति तथा तिलोत्तमाका मेयर रामकृष्ण खाँडले पार्टी सदस्य भेला तथा निर्वाचन सम्बन्धी छलफल भनेर बोलाएका थिए। कार्यक्रममा रूपन्देहीका 5वटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई राखेर प्रचारात्मक कार्य भएको देखिन्छ। निर्वाचन आचार संहितामा राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोण सभा वा घर दैलो कार्यक्रममा 3 फिट बाहिर 4 फिट नापको बाहेक दलको प्रचार प्रसार गर्ने उद्देश्यले कुनै फ्लेक्स वा बोर्ड राख्न नहुने भने पनि हलमा प्रचार समय अगाडि नै ठूला ब्यानर र गेटमै दलको झण्डा राखी कार्यक्रम गरिएको छ। निर्वाचनको परिच्छेद 3 को दफा 5 को कमा मन्त्री स्थानीय कार्यालयका पदाधिकारीहरू राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसार संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने भनिए पनि पालिकाका निर्वाचितहरू कार्यक्रममा मञ्चमै सहभागी भएका छन्। उम्मेदवारहरूले निर्वाचन आचार संहिताको पालना गर्ने प्रतिबद्धता जनाए पनि पार्टी उपसभापतिकै उपस्थितिमा उल्लङ्घनको काम भएको छ। सभा भेला दर्ता स्थानीय प्रकाशनको अनुमति लिनुपर्नेमा प्रशासकको बिना जानकारी यो कार्यक्रम गरिएको हो। अहिले व्यक्तिगत र सामूहिक रूपमा भेटघाट मात्रै गर्न मिल्ने व्यवस्था छ। जिल्ला निर्वाचन आचार संहिता अनुगमन समिति अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले रूपन्देही काङ्ग्रेसको कार्यक्रमबारे केही जानकारी नभएको बताए। हलभित्र मात्रै भेटघाट बाहेकको गतिविधि अहिले गर्न पाइँदैन। फागुन 4 गतेपछि मात्रै सभा गर्न पाउने व्यवस्था रहेको उनले भने। अहिले सामान्य भेटघाट मात्रै हुनुपर्नेमा भेटघाटको नाममा सभा नै भइरहँदा नियामक निकाय नै मौन छ। मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतको संयोजकत्वमा जिल्ला निर्वाचन आचार संहिता अनुगमन समिति रूपन्देहीमा 7 सदस्यीय समिति छ। निर्वाचन आयोगले आचार संहिता उल्लङ्घन गर्नेलाई 1 लाख रुपैयाँसम्म जरिवाना हुने देखि उम्मेदवार रद्दको निर्णयसम्म हुन सक्ने व्यवस्था गरेको छ। म नै स्वयं उम्मेदवार